भिजा वाज क्यान्सल पे गऱ्यो भने होइन त्यसले पे गर्यो भन्छ तर यता मेल आयो क्या त्यो भिजा हेज बिन क्यान्सल फ्लाइ ब्याक टु नेपाल त्यो 1 वर्षको हार्डवर्क उसहरू किन अरूलाई म डिसाइड गरेँ ब्याक प्याक गरेर त्यो कुरा रिस्टार्ट गर्नुपर्दैन पर्दैन फेरि बनाएँ त्यहाँपछि त्यो बनाएपछि साथ आयो ह्याप्पिएस्ट मोमेन्ट अफ माई लाइफ होइन केही डिसिजन लिनुभन्दा अगाडि टेक अ टाइम टेक अ मिट Hi guys, welcome back to my new vlog. It's me Saurabh Sonlagai. म फेरि पनि एउटा नयाँ भिडियो लिएर आएको छु गाइज होइन टुडे आइ एम गन सेयर माई एक्सपिरियन्स होइन मेरो वान अफ माई टफ एक्सपिरियन्स भनेको लाइक द्याट इज मेरो सबैभन्दा नराम्रो एक्सपिरियन्स भनेको त्यही हो क्या होइन गाइज यो कुरा सेयर गर्न चाहँदैछु म होइन यो चाहिँ कहिले भएको थियो भने अराउन्ड 25मा भएको थियो होइन 2025मा अनि कतिले तपाईँहरूले अब को मसँग फेसबुक यताउता जोइन हुनुहुन्छ होइन त्यो युज टु कतिले देख्नु होला म नेपाल गएर फेरि युके आइदिएको क्या होइन 2-3 महिना बसेर तर इन्जोय गरेर होलिडे गरेर आएको त होइन क्या र सबलाई त्यसै थाहा थियो होइन कोहीलाई भनेको पनि थिएन अनि मैले आज यसरी पब्लिकली गर्छु भनेर नि मैले सोचेको पनि थिएन क्या मैले यो त्यो कुराहरू यस्तो ब्याक अफ द माइन्डमा थियो क्या सबै कुराहरू त्यति त्यो 2 मन्थमा के भएको त्यहाँनिर होइन आइम गन से एभ्रिथिङ टु यु गाइज होइन आज म सबै कुरा भन्छु माई भिजा वाज क्यान्सल 2025 होइन मलाई युनिभर्सिटीले डिपोर्ट हानिदिएको थियो क्या कसरी म डिपोर्ट भयो भने होइन गाइज मैले एउटालाई उस दिएको थिएँ क्या सेकेन्ड इयरको इनरोल हुने बेलामा मैले चाहिँ एउटा ट्रस्टीलाई मेरो एउटा साथीलाई होइन त्यसले के भन्यो भने आई विल म्यानेज यु सम डिस्काउन्ट भनेको त्यसले मलाई मेरो फीमा 500-1000 जति म्यानेज गरिदिन्छु भनेको होइन अनि मैले त्यसलाई 7000 त मैले त्यसलाई दिएँ त्यतिखेर अनि 7000 हिसाब 7000 जति दिएको थिएँ क्या होइन अनि युनिफी पे गर्ने बेला भयो मैले दिएँ एटलिस्ट 2 weeks 3 weeks जति बाँकी थियो अनि त्यसले मैले पे गरेँ भने होइन त्यसले पे गर्यो भन्छ तर यतापट्टि युनिभर्सिटीमा त छैन भन्छ युनिभर्सिटी यस्तो गर्दा साथीहरू म साइको भएको क्या त्यो दिन त्यो 3 हप्ता जति चाहिँ होइन यताबाट यसले हालिदिइसक्यो भन्छ त्यो एउटा साथीले यताबाट युनिभर्सिटीमा पुगेको छैन भन्छ त्यो हुँदा फेब्रुअरी 2 आयो क्या मेरो स्याटरडेको कामको दिन 12 बजेमा होइन 14 घन्टाको काम हानेर टक्क गएर ल्यापटप खोलेको द्याट इज माई फकिङ डार्केस्ट डे क्या गाइज होइन सम्झेर नि मलाई त्यो सम्झिनु नि मन छैन क्या त्यस्तोहरू अब त्यो चाहिँ मलाई अब कहिले नि सम्झिनु मन छैन क्या त्यो वाट ह्यापन बिफोर होइन सम्झिनु चाहिँ त्यो कहिले पनि मन छैन अनि मेल आयो क्या यो भिजा हेज बिन क्यान्सल यु निड टु फ्लाइ ब्याक टु नेपाल विदिन 60 days होइन त्यसरी भनेर आयो अनि म त साइको भयो क्या गाइज त्यहाँबाट डिपोर्टको मेल आएपछि आई फिल एङ्ग्री होइन मलाई डिसपोइन्टमेन्ट भइरहेको थियो एङ्जाइटी सबै भइरहेको थियो क्या मलाई एभ्रिथिङ वाज गोइङ टुगेदर कमिङ टुगेदर क्या सबै कुरा एकैचोटि आइरहेको थियो क्या मैले किन त्यो मेरो 1 वर्षको होइन यत्रो हुन्छ नि त्यो 1 वर्षको हार्डवर्क उसहरू किन अरूलाई मैले गरेँ भन्ने हो क्या सिधै ह्यान्डओभर चाहिँ किन गरेँ भन्ने हो क्या आफै भइरहेको थियो क्या मैले आफैलाई ब्लेम गरिरहेको थिएँ क्या किनभने एटलिस्ट मैले त दिएँ हो नि त फर्स्टमा के अरे मेरो डिसिजन थियो नि त त्यहाँनिर त पैसा अर्को मान्छेलाई दिने भनेको त होइन अनि त्यही भएर त्यही डिसिजनले चाहिँ द्याट म्यान फक मी अप अनि त्यहाँपछि आई निड टु गो टु मैले 2 महिना जति ट्राई त गरेँ युनिभर्सिटी गएर यताउता गर्न मिल्छ यताउता के गर्छ भनेर ट्राई त गरेँ तर केही पनि भएन क्या अनि आई निड टु फ्लाइ ब्याक टु नेपाल इट्स सो हार्ड एन्ड गाइज होइन त्यहाँपछि मैले डिसाइड गरेँ ब्याक प्याक गरेर आई निड टु गो टु नेपाल टु गेट अ भिजा होइन अनि मैले घरमा कोहीलाई नि भनेको पनि थिएन अनि मैले घरमा सरप्राइज दिएँ मम्मी ड्याडीहरूलाई सबैलाई होइन
घरमा त सबजना ह्याप्पी हुनुहुन्थ्यो म होलिडेमा आएको थिएँ भनेर होइन भनेको थिएँ अनि त्यहाँपछि तर इनसाइड भित्रभित्र मेरो ब्याक अफ द माइन्डमा चाहिँ आई वाज विल आई एभर गो टु युके अगेन भन्ने क्वेसन होइन किप कमिङ त्यो क्वेसन चाहिँ आखो आइहुन्थ्यो क्या मेरो दिमागमा होइन अनि त्यही क्वेसनले हान्ने जहिले पनि क्या अनि केही रमाइलो गरेँ कि अब कतै गयो कि एभ्री देयर वाज अ ह्याप्पी मोमेन्ट होइन ह्याप्पी मोमेन्ट के भएर आउने नि तर मेरो अर्को उसमा चाहिँ ल म यो चाहिँ मेरो फेरि हुन्छ कि हुँदैन किनभने यो पहिले मैले यत्रो गरेर म युके गएँ अनि युकेबाट फेरि यसरी फर्केँ क्या यहाँनिर चुइक भयो क्या त्यो चाहिँ मलाई कस्तो भएको थियो क्या होइन आई वाज फिलिङ सो मच इच टाइम होइन आई वाज एङ्ग्री माइसेल्फ क्या इच टाइम मैले फेरि सबै कुरा रिस्टार्ट गर्नुपर्छ क्या पर्दैन क्या फेरि अब त्यहाँपछि फेरि भिजा त लगाउनु पऱ्यो आई निड टु कम ब्याक टु युके अल्सो होइन त्यसरी फेरि युके आउनु त अब डकुमेन्ट बनाउनु पऱ्यो भिजा प्रोसेस गर्नु पऱ्यो एभ्रिथिङ फ्रम बिगिनिङ होइन फेरि लागि छोरो गऱ्यो यताउता उता अनि फर्स्ट एकचोटि चाहिँ ब्याङ्क उसै के अरे डकुमेन्टै रिजेक्ट हानिदियो क्या अनि त्यसको लागि फेरि अर्को 2 महिना के अरे 3 हप्ता जति लाग्दिरह अनि किनभने म चाहिँ जतिसक्दो छिटो जाउँ भनेर थिएँ किनभने ड्याडी मम्मीहरूलाई मैले 1 महिना हो म गइहाल्छु नि भनेर चाहिँ सबलाई होइन अनि त्यो टाइम 1 मन्थ जति भइसकेको थियो क्या अब त्यो फर्स्ट डकुमेन्ट उस भयो रिजेक्ट हुँदाखेरि अनि सेकेन्ड डकुमेन्टमा चाहिँ बल्ल अनि कास आएको हो क्या अनि अरूले पनि त्यतिखेर घरमा सोद्धाखेरि नि अरू मान्छेहरूले अब कहिले जाने हो युके भनेर सोद्धाखेरि नि आज म जस्ट होइन उस गर्दै क्या अब जान्छु म अब छिटै भन्न तर भित्र आई डोन्ट नो वान टाइम विल आई गो क्या होइन त्यतिखेर त्यस्तो थियो अनि त्यहाँपछि होइन गाइस आई वाज डुइङ इट होइन मैले सेकेन्ड डकुमेन्ट बनाएँ ब्याङ्क डकुमेन्ट बनाएँ अनि त्यहाँपछि त्यो बनाएपछि कास आयो उता मेरो म्याम हुनुहुन्थ्यो क्या पहिला पनि अप्लाई गरेको अनि त्यहाँपछि सेकेन्ड टाइम म नेपाल गएपछि त्यहाँपछि म्यामले अप्लाई गरिदिनु भएको फर्स्ट टाइम पनि युनिभर्सिटीलाई हल्का दिनै परेको थियो मेल होइन प्रेसर हान्नै परेको थियो सेकेन्ड टाइम पनि हल्का प्रेसर दिनै पर्नुभएको थियो त्यही भएर म्यामले बबाल हेल्प गर्नुभएको थियो मलाई होइन म्याम तपाईँले भ्लग हेर्नुहुन्छ मलाई थाहा छ थ्याङ्क यू सो मच होइन तपाईँ भएर म यहाँ छु फेरि पनि अनि त्यतिखेर हल्का फाइनेन्सियल पनि थिएन नि त मैले घरमा नि कोहीलाई नि भनेको थिएन अनि त्यतिखेर म्यामलेहरूले पनि हेल्प गरिदिनु भयो दाइले नि हेल्प गर्नुभयो होइन अनि 1-2जना मेरो क्लोज नभएको 3-4 जनालाई चाहिँ भनेको थिएँ क्या मैले किनभने आई निड सम मोटिभेसन होइन त्यताबाट मलाई राम्रो उसाह थियो क्या अनि त्यही भएर वाज किप फाइटिङ होइन किप डुइङ इट अनि त्यहाँपछि भिजा अप्लाई पनि गरेँ मेडिकल फी पनि पे गरिदिएँ अनि त्यहाँपछि कति 10 डेज जति वेट गर्नुपर्ने थियो अनि त्यहाँबाट 10 डेज जति वेट गर्ने बेलामा म ढोल्खा गएन अनि त्यो जसले मेरो पैसा फसाएको थियो नि होइन त्यो मान्छेलाई नि मैले यहाँ 2 महिना गर्दाखेरि त अनि त्यो मान्छेलाई भनेर त्यसको प्यारेन्ट्सहरूलाई यताउता भनेर त्यसले मलाई कम्पेन्सेसन त कति 2K जति दियो होला मैले त्यसले मलाई त्यो पनि हप्तामा 250 हप्तामा 250 हप्तामा 250 त्यसरी पठाइदिन्थ्यो मलाई अनि मलाई पैसा चाहिने भनेको कल्टे एकैचोटि चाहिरहेको थियो नि त अनि त्यतिखेर इन्सुरेन्स पे यताउता गर्दाखेरि त्यस्तो भयो तर मैले त्योबाट कम्पेन्सेसन चाहिँ हल्का लिएको है गाइज होइन किनभने एभ्रिथिङ बिहाइन्ड द्याट म घर जानुको कारणै त्यो थियो क्या त्यो मान्छेमा कसम आई स्टिल हेट हिम होइन त्यही हो अनि किनभने मेरो 1 वर्ष लस भएको छ भाइ होइन गाइज होइन मान्छेहरू and the happiest moment of my life होइन after that all sleepless night होइन अनि unlimited thoughts overnight होइन sleeping every fucking day 3 AM 4 AM होइन सबै हान्ने and the relief day has come and May 24 I got a mail from UKVI my visa was granted for another 2 years till 2027 wow that was my happiest feeling yeah that
मेरो सबै त हुन्छ नि कोहीलाई भनेदैन केही गराइदिएन सबै क्या रिलिभ guys and the day I told to my family होइन मैले सोचिरहेको थिएँ क्या माइन्डमा चाहिँ अब धेरै प्रेसर नि भइसक्यो नि त म 2 महिना त्यहीँ बसेँ अनि द डे हेज फाइनली होइन मेरो भिजा आएको सेकेन्ड दिनमा अनि मैले ड्याडी मम्मीहरूसँग भेट राम्रोसँग कन्भर्सेसन गरेर कन्भर्सेसन चाहिँ गाह्रो थियो होइन मैले कसरी व्यक्त गरेँ त मलाई मात्रै थाहा छ होइन द्याट वाज टफ तर मैले मम्मीलाई र ड्याडीलाई मम्मीलाई सबै भनेँ अनि ड्याडी मम्मीले भन्नु किन नभनेको यताउता भन्ने हुन्थ्यो तर आई डोन्ट वान गिभ देम एनी प्रेसर होइन किनभने मम्मी ड्याडीहरू धेरै गरिसक्नु भएको आफूले मैले आफै फकअप गरेको स्ट्रेट क्या सबै कुरा राइट आफ्नो राम्रोसँग वेमा पुग्यो अनि तल मैले के चिज जाने भने केही डिसिजन लिनुभन्दा अगाडि टेक अ टाइम टेक अ विक टेक अ डे एटलिस्ट अ डे टेक अ डे होइन त्यो केही डिसिजन बिग डिसिजन गर्नु बेलामा अनि नेभर कहिले नहार्नु होइन सोच त्यो हुन्छ नि संसारै खतम भएको जस्तो नि हुन्थ्यो क्या भएको थियो क्या मलाई होइन तर बस्ने ओके न देयर इज समथिङ सल्युसन होइन प्रब्लम भएपछि सल्युसन जहिले नै हुन्छ क्या गाइज त्यही भएर किप फाइन्डिङ द सल्युसन सिट डाउन होइन कहिले थका लाग्यो भने बस्दिने सोच्ने अनि यही छ मैले चाहिँ मेरो लाइफ यहाँबाट यो जर्नीबाट एन्ड आई हेभ लर्न सो मेनी थिङ्स होइन लाइफमा भनेको किप बिलिभिङ इन यु होइन अनि अलवेज थिङ्क ट्वाइस थ्राइस होइन थिङ्क इन अ डे एक दिनै लगाइदिउँ होइन तर मेक अ गुड डिसिजन होइन डिसिजनले तपाईँको प्लानहरू कम्प्लिटली डिस्ट्रोय गर्न सक्छ कम्प्लिटली चेन्ज गर्नु पनि सक्छ होइन इन द्याट टाइम माई चोइस वाज मिस्टेक होइन द्याट डिसिजन वाज अ मिस्टेक अनि त्यही मिस्टेकले मैले धेरै कुरा भोग्नु पऱ्यो त्यही भएर when you are doing something think about it and do it होइन यहाँबाट यो भ्लग चाहिँ यहीँ इन गर्छु होला यही थियो मेरो जर्नी होइन त्यहाँबाट म फ्लाइ ब्याक भएँ आएँ म लन्डन फेरि अहिले लन्डनमै छु 1 वर्ष कम्प्लिट हुन थर्ड इयर हेरिराख्नु भएछ मलाई होइन यस्तो यस्तो जर्नीहरू धेरै छ गाइज होइन लिएर आउँदैछु म लाइफको जर्नी हो एभ्री स्टेप इज अप एन्ड डाउन जहिले पनि तर किप मुभिङ फरवर्ड अप एन्ड डाउन हुन्छ तर त्यहीँ मात्र अप एन्ड डाउन होइन किप मुभिङ फरवर्ड अगाडि जाँदै गरौँ इफ यु गाइज होइन त्यो स्टोरीले इन्सपायर गर्यो भने इफ यु लभ दिस स्टोरी गाइज होइन दिस इज माई रियल स्टोरी keep loving me, keep watching my vlog, keep liking my vlog, keep comment, do everything guys. Just I need your support to post more videos like this. Well, support dekhaiपछि I can bring anything guys. See you. Happy to talk to you guys होइन मलाई धेरै खुसी लाग्यो मलाई यो स्टोरी सेयर गरेर मैले सोचेको पनि थिएन म स्टोरी सबैजनासँग सेयर गर्छु भनेर होइन गरेँ आई वाज गुड द्याट वाज नाइस एक्सपिरियन्स होइन अब हार्डेस्ट एक्सपिरियन्स त्यति थियो अब अगाडि बढ्दै आछौँ जान्छौँ अगाडि नयाँ च्यालेन्जहरू हुँदै जान्छ होइन गाइस किप ट्राइङ एन्ड नेभर doubt yourself, never stop believing. Guys, see you, bye bye.